नमस्कार, चढ्के सलाम हजुर सबैजनालाई। आज चाहिँ तपाईहरुलाई एउटा नयाँ चिज देखाउनको लागि निस्किँदैछु है। गाउँ बस्ती शहरको चाहिँ मार्केट चाहिँ कस्तो हुन्छ। अब यो चाहिँ गाउँ बस्तीको हो, बजार हो है। हामी बचपन छँदादेखिको 12 किलोमिटर चाहिँ हिँडेर यो बजारमा आएर सपिङ गर्न जान्थ्यौँ। आज हेर्न चाहिँ गाउँ बजार कपडाहरू चाहिँ ये कसरी भैया? 100 रुपियाँको चाहिँ टी सर्ट सब लेडिज हो खाली। यो 200 मा एकदमै सस्तो। यो सबै ट्र्याकहरू सब 200। यता चाहिँ 100। ल ठिक छ। हेर्नु कम्ती राम्रो राम्रो अरे लुगाहरू छ हेर्नुहोस् त। दालहरू चाहिँ प्रशस्तै यसरी पाइन्छ। हेर्नुहोस् है के छ, मट भटा माछा छ, चाना मटर मस्याम, कालो दाल, पहेँली दाल, भाँगा दाल, मुसुरी ठुलो सानो, चाना, मिठाई चाहिँ यसरी बेचिन्छ। हेर्नुहोस् है एकदम हेर्नु फ्रेस फ्रेस जुलापी बनिँदै, सिङ्गडा पनि बनिँदैछ। सब्जीहरू गरौँ, त्यसको लागि त मैले लिस्टी खोज्नुपर्छ। सब्जीको थाकहरू चाहिँ प्रशस्तै हो। के सब्जी खान्छ साग चाहिँ प्रशस्तै। मसलाको दोकान चाहिँ यस्तो छ। यो चाहिँ फ्रुट छ। भैया कालो अंगुर कसरी हो? कालो अंगुर 150 रुपियाँ भावा। भैया कसरी हो? सबै 20 रुपियाँ भाग। सुर्ती 40 रुपियाँ चाहिँ। मैं पाव कसरी हो? कसरी पाव? 50 रुपियाँ पाव हो। सुक्टी माछा ल हेर्नुहोस् है। आज चाहिँ हामी 3 भाइ यो के अरे मार्केट आएको थियो हो। एक भाइ त बजार, सानो बजार हेर्नुहोस् है। यस्तो चाहिँ यहाँ चाहिँ एउटा बजार लाग्छ, कोटे बजार। यो 2 भाइ मेरो दोस्तीहरू चाहिँ यहाँ हेलो गर्दै कोटा। अनिल र अमिर हो फेरि। हङकङ मार्केट भन्दा कमी छैन नि मार्केट। यहाँ चाहिँ च्वाचेको मासु रहेछ है। कसरी किलो यो? बोसो बोसो हाल्नुहोस् है। लु त्यो त खाइँदैन फेरि। मोमो छ तपाईँकोमा?